नमस्ते सबैजनालाई म टिका सानो मेरो साथी धनमाया हामी चाहिँ आज इन्डियासम्मको यात्रामा छौँ। तपाईहरु सबैजनालाई धेरै धेरै माया छ। आज हामी कहाँ जान्छौँ के गर्छौँ सबैलाई बताउँदै जान्छौँ। भ्लगलाई हेर्नु होला र हेरिसकेपछि च्यानललाई सब्स्क्राइब गर्नुलाई त कस्तो गर्नुभयो गान्ठी अचम्म गर्नुभयो। सबैजनाले च्यानललाई सब्स्क्राइब गरिदिनु होला, धनमायालाई माया गरिदिनु होला है। ल ल्याउनु हजुरले चाहिँ आज एयरपोर्टमा एकदमै प्लेन डिले भएर कुदिरहेको छ। यहाँ दिदीसँग भेट भयो। हाम्रो गुल्मीको दिदी हुनुहुन्छ यहाँ चाहिँ मेरो घर बाबु। म गुल्मी टिका दाङ। हामी एउटै भेगको आज एयरपोर्टमा भेट हुने मौका पायौँ। एकदमै खुसी लाग्छ मलाई मेरा बहिनीहरूलाई भेट्न पाउँदा है। ल हस् त ल हामी चाहिँ एयरपोर्टबाट झरिसक्यौँ है टिका। झऱ्यौँ नि एयरपोर्टबाट झरिसक्यौँ। हजुर नमस्ते। तपाईले पनि समाउनु थर पनि माइती भयो, जन्मेको घर पनि रातो बरुको, म त हजुरकै हैन अरूको, ए म त हजुरकै हैन अरूको। नमस्कार सबैजनालाई, म कलाकार टिका सानो। म चाहिँ आज भारतको कर्नालमा आइपुगेको छु। परदेशमा हाम्रो लोकदोहोरी संसारले आयोजना गरेको अङ्ग्रेजी नयाँ वर्ष 2026 को शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रममा आफ्नो साङ्गीतिक प्रस्तुति लिएर थुप्रै बहुचर्चित कलाकारहरू, मेरो प्रिय साथी धनमाया नेपाली, प्यारो भाइ हरि पाण्डेज्यू र सरु शेष, हामी सबैजना भारतको कर्नालमा आइसकेका छौँ। र यो भिडियो मैले स्पेसली मानसिंह दाइलाई धेरै सम्झिँदै बनाउँदैछु। मानसिंह दाइलाई धेरै धेरै याद गरिरहेको छु। यो भिडियो सायद दाइकै पेजबाट पनि जान्छ। अनि सबैजनाले दाइको पेजलाई फलो गर्नु होला, एकदमै धेरै माया गरिदिनु होला, लाइक कमेन्ट के गर्नुपर्छ गरिदिनु होला। मिस यू मानसिंह दाइ, हामी छिट्टै भेट्न पाइयोस् भनेर इच्छा पनि व्यक्त गर्न चाहन्छु। नमस्ते। भोलि कर्नालको बस अड्डा समथिङ के ठाउँ छ म लेखेर भन्छु, हाल त्यहीँ चाहिँ भेटौँला। धन्यवाद। मलाई स्वागत गर्नुभयो, धन्यवाद आयोजकहरूलाई। हाम्रो एकदमै खतरा मोडल हुनुहुन्छ है यहाँ सरु केसीज्यू, स्वागत छ है। हजुरलाई खतरा डान्स देखाउने हो नि त अब। हाम्रो सुटिङ छ, अब हामी रेडी हुँदैछौँ। टिका हामी रेडी भइसक्यौँ होइन? एकदम। निरामसी किनेर ल्याइदिनु, धेरै पछि भेट भयो हरि, अब तिमलाई बिर्सौला केसरी। धेरै पछि भेटियो हरि, अब तिमलाई बिर्सौला कसरी। लेकाली मायाको चिनो निरामसी किनेर ल्याइदिनु, निरामसी किनेर ल्याइदिनु।
हाम्रो नेटै नभएको समस्या भन्ने दिदी यस्तो झ्याउ आज चाहिँ हामी यो पार्कमा चाहिँ हाम्रो एउटा गीतको सुटिङ छ इन्डिया आएको बेलामा कर्नलको हरियाणाको कर्नल भन्ने ठाउँको पार्क चाहिँ यस्तो दामी पार्कमा चाहिँ आज गीतको सुटिङ छ है सुबिर बेसरी छ टिका उहाँ गइसक्नुभयो दाजुभाइहरूसित म चाहिँ यति हल्लिँदैछु निकै राम्रो छ लाज लाग्यो आँखाको निशाना ट्याक्कै मैतिर कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइला पिरती 2 दिन बाँचुन्जेल कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइला पिरती 2 दिन बाँचुन्जेल बच्चाहरू यहाँ खेल्न आन् मामा भन्दै राम्रो छ है पार्क चाहिँ सुटिङको तयारी भइरहेछ है हामीले दुचाइराखौँ हेलो धेरै चिसो है चिसो भयो दिदी अहिले 4-5 दिन भयो चिसो बढी बढेर सबैजनालाई अनि हाम्रो भिडियो हाम्रो भ्लग हेरेर बस्नुहुने सबैजनालाई स्वागत छ आज चाहिँ हामी घुम्न जाँदैछौँ हाम्रो साथमा मोडल तथा डान्सर कलाकार आदरणीय सरू केसीजी जो हुनुहुन्छ अनि क्यामेरामा चाहिँ मेरो प्रिय साथी धन्य नेपाली हुनुहुन्छ हामी आज घुम्न जाँदैछौँ आज भेटेको 3 दिन भइसक्यो तर 3 घन्टा जस्तो पनि भइरहेको छैन हो एकदमै हेर्दै समय गइसक्यो नेक्स्ट टाइम चाहिँ अब हाम्रो घर आउनुपर्छ अनि माया पनि है नमस्ते सबैजनालाई आज म एकदमै धेरै खुसी छु आज हामी घुम्न जाँदैछौँ के ठाउँ कुरुक्षेत्र घुम्न जाँदैछौँ यहाँ भाइ हुनुहुन्छ हरि भाइ अहिले के सरू शिशु हुनुहुन्छ अनि हाम्रो ड्राइभर दाइ पनि हुनुहुन्छ हाम्रो कुरुक्षेत्रको मैले मन पर्यो मलाई ओइ भन्नुलाई म आएछु पोखरा घुम्नलाई ड्राइभर दाइ मन पर्यो मलाई लैजाऊ न पोखरा घुम्नलाई अशोक दाजु हुनुहुन्छ पोखरा हाम्रो चाहिँ दाई हुनुहुन्छ हाम्रो दाई अशोक दाई दाजुको घरमा छौँ हामी तर हामीले आज एउटै गाडी गर्नुपर्ने कि दाई दोहोरी गाउँदै जानुहुन्थ्यो है हैन रमाइलो हुन्थ्यो है यसो गरौँ सँगसँगै जाऊँ अनि एउटा गाडीबाट भने झ्याल खोलेर अर्कोले यस्तो जाने हो अनि रोक्ने झ्याल पनि तिम्रो पालो है तिम्रो भन्ने त नि त्यसो गर्नुपर्ने भयो 2टा गाडी भएर आज अलिक गाह्रो पर्यो ल हाम्रो टिम यस्तो ल कि म ड्राइभर दाइसित गीत आउँछु क्या हामी ल आउनु न इधर आइए आपके गाना गाना गा रहे आपके लिए गाना गा रहे उहाँ चाहिँ हामीलाई घुमाउन लैजाँदै हुनुहुन्छ गुरु हुनुहुन्छ आजको हाम्रो अशोक दाइको साथी पनि ल सुन्ने मान्छे सुन्नु होला मनको कुरो राखे सुन्ने मान्छे सुन्नु होला मनको कुरो राखे मन परेको मान्छे पाउन देवी देवता भाके एक्लो यात्रा गर्दा गर्दै लौन प्रभु
को होला जीवनको साथी घरबार बसाउने को होला जीवनको साथी घरबार बसाउने माथि ड्राइभर दाइ मन पर्यो मलाई लैजाऊ न पोखरा घुम्नलाई पर्यो मलाई लैजाऊ न पोखरा घुम्नलाई लैजाऊ न काठमाडौँ घुम्नलाई। कैसा लगा आपको उनका गाना? समझ में नहीं आया। समझ में नहीं आया? मेरे को घुमाने ले जाओ ना, आप बहुत पसंद है मुझे। लेकिन भाषा समझ में नहीं आई, लेकिन संगीत तो समझ में आ गया ना। थोड़ा वो कैसा लगा? अच्छा लगा। अच्छा लगा। जबरदस्ती तो नहीं बोला है ना? दिल खोल के बोलो जो भी लग रहा है। ओके थैंक यू सो मच। खै के हरि भाइ संजोग मिल्यो र भेट भएको सालल मौका मौका संजोग मिल्यो र भेट भएको सालल सानो तिम्रो जुन जस्तो मुहार देख्छु झालाला सानो तिम्रो जुन जस्तो मुहार देख्छु झालाला। यो गीत चाहिँ म युके गाबेला लाइभ बस्दाखेरि मेरो दिमागमा यो लय आएको दिदी, मुखमा नआएको के। यो गीत के गीत हो भनेको छु, सम्झिन खोजेको छु, सम्झिन खोजेको छु, आउँदैन आएको। मलाई एकदमै मनपर्ने गीत हो। आज चाहिँ ठ्याक्कै आयो, मैले गाइहालेँ। ए कुरुक्षेत्र घुम्नलाई हिँडियो को आछ सबैलाई चिनियो सालाला घुम्नलाई हिँडियो को आछ सबैलाई चिनियो सालाला सानो तिम्रो जुन जस्तो मुहार देख्छु झालाला सानो तिम्रो जुन जस्तो मुहार देख्छु झालाला। थ्याङ्क यू। अनि अब हामी त गीत गाउने मान्छे है, जहाँ पनि जसरी पनि यो टाइममा तैँलाई देखेर गीत गाउने घुम्टीमा मतलब के हो त्यहाँ छैन, घुम्ती नै छैन। के सिधा छ है। ड्राइभर दाइ घुम्टीमा मोडमा बचाऊ है। हरण हो गया। यहाँ त पुरै स्टेट छ हो। के कस्तो राम्रो बाटो हो के। सिमलातिर जानुपर्छ। हजुर घुम्ती गर्नुपर्छ त्यतातिर। कुहिरो साथीहरू हेर्नु त इन्डियाको कुरुक्षेत्र हामी आइसक्यौँ। यी एरिया है के राम्रो नि दाजु यहाँ। कस्तो राम्रो छ त्यो पानी झर्ना हुन्छ। क्षेत्र इन्डियाको पानी चाहिँ छ्याल हान्छ छ्याल। यता मान्छेतिर आयो त्यो बस्नेहरू त भिजेर के अर्थ भयो नि भिजायो। लाग्यो
गाउनु तपाईँले गाउँदै राम्रो लाग्यो ठाउँ मलाई। हामीलाई घुमाउने लिने दाई हुनुहुन्छ है अशोक दाइज्यू। यहाँ माथि गएर बनाउँछ नि तर भिडियो कस्तो राम्रो अहिले बनाउँला है दाई। लो अब बोलो, आप कितना साल का हुआ? 13। आपका शादी हुई? गर्लफ्रेंड? मेरे छोटे की शादी नहीं हो रही। शादी करवाओ इस छोटे की मेरे को। आपको भी कराना है? आप कर लेंगे हम भी। ये तो सबसे पहले कर लेगा। मेरे लड़की से डाल मत डालो। नमस्कार दाजु। सुन्नु न, चटपटी। ये मेरे दोस्त है, इसकी शादी तो करवाओ। अनि कस्तो राम्रो बिहा त पहिले चाहिँ भने मेरे से भी ले लो भैया। हामी कति धेरैजना बहिनीहरू, दिदीहरू, भाउजूहरू धेरैजना हामी घुम्न आएको छौँ है कुरुक्षेत्रमा। दाजुहरू पनि हुनुहुन्छ, यहाँ त नै हुनुहुन्छ। हामीलाई घुमाउन लिएर आउनु भएको छ। हाम्रो भाउजू हाम्रो भाउजू यहाँ बसेको त 22-24 वर्ष भइसक्यो अरे। तपाईँलाई मनपर्ने गीत कुन हो? लोकदोरी, पञ्चेबाजा, टप्पा? होइन भन्नु, अघि भन्नुभएको थियो त। भन्नु न। मलाई त पञ्चे बाजा आउँछ। अनि भाउजूलाई चाहिँ मलाई त घाँसे काट्यो। आज हाम्रो काटेको छ पहिला के भन्दा पहिला रमाइलो ट्रिप छ। राम्रो दुःख गरेको हेर्दै गर्नु सबैजनाले। ल यो सम्झना हो। हाम्रो दिनेश दाई नमस्ते दाजु। हाम्रो माधव सर हुनुहुन्छ, यहाँ नेपाली हुनुहुन्छ है, फेरि नझुकिनु। कोरियन चाइनिज भनेर नझुकिनुलाई, यहाँ नेपाली नै हुनुहुन्छ। म कहाँको जस्तो छु अहिले? म युपीको जस्तो भएको छु नि। हजुर अर्हाजी जस्तो देखिनु भयो। हाम्रो दाजुहरू हुनुहुन्छ, विशाल दाई नमस्ते। हाम्रो दाजु रामु दाजु भाउजूलाई लिएर आउनुपर्छ घुमाउन। छोरा पनि ल्याउनुहोस् है। उहाँ भाइ हुनुहुन्छ। एकदमै रमाइलो छ है हाम्रो आजको यात्रा। भाबी मीना अधिकारी, मेरो घर अर्हाजी जिल्ला मालारानी गाउँपालिका वडा नम्बर 7 झाँक्री सल्ला। मेरो हालको बसाइ चाहिँ इन्डियाको हरियाणा क्यापिटल भन्ने। म घुम्न आएको है। सबैकी प्यारी है, अशोककी मात्र प्यारी होइन, सबैलाई चाहिँ एउटा संस्कारी चाहिँ बुहारी चाहिँ भन्नुपर्छ। एकदमै लगनशील, इमान्दारी, अनि धेरै इमान्दारी, सोझी पनि है। अब आफ्नो हजुर, म सौर्य केसी। मलाई चाहिँ मोडल भनेर चिन्नुहुन्छ। म चाहिँ न्यू दिल्लीमै रहन्छु र मेरो आउट अफ वर्क चाहिँ युरोपमा छ र म केही बसाइको लागि बिदामा यहाँ आएको थिएँ। र यसै क्रममा हाम्रो लोकदोरी संसारले चाहिँ प्रोग्राम राख्नुभएको थियो न्यु इयरलाई विशेष पारेर। त्यसै उपलक्ष्यमा टिका सानु, धनमाया, हरिपाण्डे, माधव सरले चाहिँ मलाई चाहिँ यो संस्थामा जोइन गराउनु भयो। हामी सबै मिठो भेटघाट पनि गऱ्यौँ र आज हामीले फर्स्टमा चाहिँ हामीले सुटिङ थियो, अशोक भाइको गीतको सुटिङ थियो। त्यो सुटिङ सकेर चाहिँ फेरि अर्को दिन हाम्रो प्रोग्राम थियो। हिजो त्यो प्रोग्राम सकेपछि हामी फेरि आज कुरुक्षेत्र घुम्नको लागि चाहिँ यो स्थानमा आएका छौँ। सबै आयोजक टिमहरू सबै सम्पूर्ण त हुनुहुन्न, तर आउन सक्ने जति आउनुभएको छ। उहाँ सरहरूलाई विशेष धन्यवाद दिँदै ल म बिदा हुन्छु। नमस्कार, म नरेन्द्र केसी। मेरो घर रुकुम हो। त्यस पछाडि फेरि म नेपालतिर आएको छु। अहिले चाहिँ इन्डियाको कर्नालमा कार्यरत छु, मतलब काम गरिरहेको छु सर्भिस। नमस्ते, मेरो नाम हंसरा केसी हो।
मेरो घर रुकुम अहिले म करनालमा छु नमस्ते मैं इन दोनों की बेटी हूँ जो मैं 11th में हूँ बस Hello everyone, my name is Arun Kesi and I am from Nepal and I live in Karnal. I am doing hotel management in Chandigarh University. Wow, very nice performance. Thank you. फुल खै फुल हेर्नु मलाई मेरो फुल त्यहाँ छ कि ल्याइदिनु न हामी चाहिँ प्लेन चढ्न लागेको है ल सँगसँगै चढौँ हाम्रो ब्लग छ दाइ अनि ल हल्लिनु हेलो नमस्ते नमस्ते म पहिलोचोटि इन्डियाबाट नेपाल जाँदैछु फ्लाइटमा मलाई एकदमै रमाइलो लागिरहेछ त्यसै अस्ति पनि फ्लाइटमा चाहिँ आएको हो नि के जाने चाहिँ पहिलोचोटि यताबाट जाने भनेको ए कस्तो हो अनि खुब रमाइलो लागेछ मलाई टिका सार्नु सक्नुहुन्छ म त केही जानिनँ कि म त डराएर रमाइलो त के हुन्थ्यो र मलाई तपाईँ बिरामी भए भए अनि धन्नै मरेन एकदमै सम्झना लायक कुराहरू छन् साथीहरू हामी घरमा गएर पनि भिडियो बनाउने छौँ हेर्दै गर्नुहोला नमस्ते कस्तो लाग्यो रमाइलो लाग्यो है एकदम रमाइलो माया साथमा भएपछि किन नरमाइलो लाग्ला र मलाई ए सेम टु यु यस्तो राम्रो लाग्यो साथीहरू हामी इन्डियाबाट नेपाल आइसक्यौँ नि नेपाल आइसक्यौँ अब प्लेन एकदमै ओह्रालो बाटो लाग्दैछ निकै रमाइलो भयो